नेपाली नर्सेसहरूले न्युजिल्यान्डमा कसरी रजिस्ट्रेसन लिन सक्छन् र न्युजिल्यान्डमा रजिस्ट्रेसन लिइसकेपछि अस्ट्रेलियाको आफ्रा रजिस्ट्रेसन कसरी लिने भन्ने विषयमा डिस्कस गर्दैछु। स्टेप 1 मिट द रिक्वायरमेन्ट्स मिट गर्नको लागि तपाईले न्युजिल्यान्डको नर्सिङ काउन्सिलको रिक्वायरमेन्ट्स मिट गर्नुपर्ने हुन्छ, जसको लागि तपाईले नेपालको भ्यालिड नर्सिङ काउन्सिलको रजिस्ट्रेसन, नर्सिङ क्वालिफिकेसन, रिसेन्ट नर्सिङ प्र्याक्टिकल एक्सपिरियन्स र इङ्ग्लिस प्रोफिसियन्सी मिट गर्नुपर्ने हुन्छ र जसमा आइएल्स र ओइटी मात्रै एक्सेप्ट गर्छ। स्टेप 2 मा ट्रु मेरिट भेरिफिकेसनमा तपाईले एजुकेसन डकुमेन्ट्स, नर्सिङ लाइसेन्स, एक्सपिरियन्स लेटर, पासपोर्ट कपी र अन्य डकुमेन्ट्स ट्रु मेरिट मार्फत तपाईले भेरिफिकेसन गर्नुपर्ने हुन्छ। स्टेप 3 एप्लाई टु एनसिएनजेड। यो स्टेपमा भेरिफिकेसन कम्प्लिट भइसकेपछि तपाईले नर्सिङ काउन्सिल अफ न्युजिल्यान्डमा आफ्नो एप्लिकेसन सबमिट गर्न सक्नुहुनेछ। स्टेप 4 मा छ आइक्युएन थ्योरिटिकल एक्जाम र यो स्टेपमा तपाईले मेडिकेसन सेफ्टी र नर्सिङ नलेज सम्बन्धी अनलाइन टेस्ट पास हुनुपर्ने हुनेछ। त्यसपछि तपाईले अस्की एक्जामको लागि बुक गर्न सक्नुहुनेछ। स्टेप 5 मा रहेको छ अस्की एक्जामिनेसन। अस्की एक्जामको लागि तपाईले न्युजिल्यान्डमा आफ्नो अपोइन्टमेन्ट बुक गर्नुपर्ने हुन्छ। तपाईले आफ्नो रजिस्ट्रेसन लिइसकेपछि तपाईले एज अ रजिस्टर्ड नर्स न्युजिल्यान्डमा काम गर्न सक्नुहुनेछ र रजिस्ट्रेसन आइसकेपछि तपाईले आफ्रा रजिस्ट्रेसनको लागि अस्ट्रेलियामा पनि एप्लाई गर्न सक्नुहुनेछ। यदि तपाईलाई यो स्टेपमा कुनै पनि क्वेशन्सहरू छ भने फिल फ्री टु कन्ट्याक्ट अस। थ्यांक यू एभ्रीवन।